सेवारो सबैमा अझै चाहिँ हामी तीनजना साथीभाइ हाइकिङमा निक्लेको हो। यो हाइकिङ ट्रायल चाहिँ त्यस्तो प्रसिद्ध छैन, तर हामी जहिले पनि घरमा आउँदा चाहिँ बेला बेला हिँड्छ हो। यो चाहिँ अब हाम्रो गाउँ नोरदेखि आले हुँदै अफिस टार हुँदै मेगीटार निक्लिने हाइकिङ ट्रायल हो। अहिले चाहिँ हामी आधी बाटोमा आइपुगेको छौँ। यहाँनिर एउटा होमस्टे बनाएको रहेछ है, मजाको रहेछ। अन्त यो पछि देख्ने चाहिँ डल्लै सिक्किम हो है। अब हामी एउटा हाम्रो डेस्टिनेसनमा आइपुग्नु आँट्यो, त्यसलाई चाहिँ आलेटार भन्छ। सो हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ आलेटार। यो आलेटार चाहिँ एउटा चौर जस्तो छ हो, जङ्गलहरूको बिचमा। सो अब हामी यो जङ्गल हुँदै जाँदैछ। यो आलेटारको कुरा गर्दा चाहिँ पहिलातिर चाहिँ अब जस्तो यो मेन्स अफ इन्टरटेनमेन्टहरू थिएन है, इन्टरनेट थिएन, मोबाइल फोन थिएन। आजभन्दा अब 15-20 साल अगाडि चाहिँ हामी पनि मसिनोहरू हुँदाखेरि चाहिँ यहाँनिर चाहिँ 26 जनवरी भयो, बुद्ध पूर्णिमा, 1 जनवरी, 25 जनवरी जस्तो यस्तो छुट्टीको दिनहरू हुन्थ्यो। त्यहाँनिर त्यो दिनमा चाहिँ सबै जग्गाबाट मान्छेहरू आएर भेला हुन्थ्यो कि यो हो त्यसको एउटा डेस्टिनेसन। पिकनिक खानेहरू खाने, ड्राई पिकनिकहरू घुम्नहरू आउने भिड हुन्थ्यो। यो हो चौर, त्यो चाहिँ हो यो एउटा चौर। यो चाहिँ आलेटारमा एउटा होमस्टे बनाएको छ है। यो चाहिँ वर्नाक होमस्टे रहेछ है। तपाईँहरूले जति यो देख्नुहुँदैछ यो चाहिँ सबै डाँडा चाहिँ सिक्किमहरू हो। यता तल चाहिँ जोरथाङ पनि देख्छ, त्यो त जोरथाङ त साउथ हो नि। यो डाँडा चाहिँ वेस्ट, त्यो डाँडा चाहिँ साउथ सिक्किम। घरकली बोलाउँदैछ, घरकली बोलाउँदैछ, घरकली बोलाउँदैछ। ए बिहा पुरा भएछ हौ तिम्रो त। बाई 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 बाई। बस जाउँ। ऊ माथि बोलाउँदैछ, कहाँको बोलाउँदैछ माथि। बाई 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 बाई। सो अहिले चाहिँ हामी फाइनली अफिस टार आइपुग्यो। अफिस टारको चाहिँ यो रुख चाहिँ एउटा वान अफ द हुन्छ नि हेरिटेजै हो, एउटा वान अफ द बिगेस्ट रुख हो यो एरियामा चाहिँ, अनि ओल्डेस्ट पनि होला सायद। अन्त यो अफिस टारको कुरा गर्दाखेरि चाहिँ पहिला ब्रिटिस टाइममा चाहिँ यहाँनिर एउटा अहिले स्ट्रक्चर पनि छ सायद भत्क्यो होला, त्यहाँनिर चाहिँ के भन्छ यो करहरू उठाउँथ्यो अरे, रेभिन्यूहरू उठाउँथ्यो अरे। अझै कतिवटा अब पनिसमेन्टको लागि एक्जिक्युसन गर्ने जग्गा पनि अरे हो। अब हिस्टोरिकली त कतिको फ्याक्चर हो त्यो चाहिँ थाहा छैन, मैले त सुनेको अनुसार भनेको। यहाँ कता चाहिँ एउटा स्ट्रक्चर छ हो, त्यो चाहिँ जतिसम्म पनि थियो, अहिले चाहिँ थाहा छैन कस्तो छ। त्यो पुरा सायद भत्किसक्यो होला, पुरानो ढुङ्गाले बनेको ठुलो स्ट्रक्चर थियो है। अन्त यो चाहिँ अफिस टार चाहिँ किन भन्दाखेरि चाहिँ अब त्यसको लागि पनि इम्पोर्टेन्स हो, तर अर्को चाहिँ यहाँनिर भ्यू पोइन्ट एकदमै मजाको छ हो। सो हाम्रो अर्को डेस्टिनेसन चाहिँ यही अफिस टार। सो यो चाहिँ हाम्रो आजको भ्यू हो यहाँ अफिस टारदेखि। सो यो देख्दै गर्ने अन्तिम होइन नि, अझै छ नि। यो जति छ यो चाहिँ वेस्ट बेङ्गल हो। यहाँदेखि त्यो खोला देख्दैछ, त्यो खोलादेखि उतापट्टि चाहिँ सिक्किम हो। दिन खुल्लाहरू भयो भने त उता त्यो नाम्चीको डाँडाको उता पाहाडहरू पनि देख्छ हो। तर अहिले यो छ, तर यो एकदमै दामी भ्यू पोइन्ट हो। कस्तो दामी छ यो चाहिँ ढुङ्गा हो, एउटा हेभी ढुङ्गा छ। यो तल गाउँहरू देख्दैछ है, तल गाउँदेखि यो। सो यो चाहिँ हाम्रो सेकेन्ड डेस्टिनेसन अथवा पोइन्ट भनौँ हो। यो उतादेखिको चाहिँ दार्जिलिङको डाँडा हो, वेस्ट बेङ्गल हो। उता चाहिँ सिक्किम। अहिले चाहिँ हामी यहाँ मेगीटार डाँडा आइपुगेको छौँ। यो चाहिँ एक समयमा टुरिज्मले लिएको थियो, तर अहिले चाहिँ
दार्जिलिङको त्यही कन्डिसन केले गर्दा एजुटेसनले गर्दा के पोलिटिकल टर्मोइल चेन्जेसहरूले गर्दा चाहिँ थप्प छ। यो चाहिँ माथिको चाहिँ मेन मन्दिर हो, यो चाहिँ राईहरूको मन्दिर रहेछ। यसरी नै थुप्रै कम्युनिटीको मन्दिर चाहिँ बनिने प्लान चाहिँ थियो। अब हेरौँ कतिको प्रोग्रेस हुन्छ। यो चाहिँ धेरै पुरानो मन्दिर है, पहिलानिर मन्दिर डाँडा मन्दिर भन्थ्यो, धेरै नयाँ मन्दिर बनाएको है। अन्त डाँडा मन्दिर भन्दाखेरि चाहिँ एकदमै पुरानो हो। पहिला हामी मसिनोहरू हुँदाखेरि यहाँनिर पूजाहरू हुन्थ्यो, हामी आउने गर्थ्यौँ है। यो चाहिँ डाँडा मन्दिर छेक, यसकै छेउमा चाहिँ माथिको चाहिँ पुरानो मन्दिर। अब चाहिँ हामी फाइनली हाम्रो अन्तिम डेस्टिनेसन मेगेटार आइपुग्नु आँटेको छौँ। अगेन यो मेगेटारको कुरा गर्दाखेरि चाहिँ यो पनि एकदमै पहिला चाहिँ है, जब मिन्स अफ इन्टरटेनमेन्ट हुन्थेन त्यति बेला चाहिँ एकदमै फेमस प्लेस है। जति पनि युथहरू हुन्थ्यो सबै यहीँ भेला हुन्थ्यो, जे पनि ओकेजन है, नेसनल हलिडेज होस् सबै यहीँ भेला भएर चाहिँ हामी एकदम मजा गर्ने गर्थ्यौँ है। तर यो कुरा चाहिँ अब धेरै साल अगाडिको। अहिले चाहिँ टुरिज्मले लिएर कति बनाउँदैछ, तर थप्पै भइराखेको छ। अब यो हिल्सको पोलिटिक्स सबैलाई थाहा नै छ है, यस्तो छ। बनिँदै थियो तर बिचैमा थप्प भयो। सायद त्यो बनिएको भए चाहिँ यो जोग्राफिकल लोकेसन पनि एकदम राम्रो छ है, एरिया पनि एकदम राम्रो छ, अनि मौसम पनि एकदम राम्रो छ। सो राम्रो हुन्थ्यो होला, प्रोग्रेस निकै हुन्थ्यो होला, तर अहिले थप्पै छ। अहिले चाहिँ हामी फाइनली मेगेटार हाम्रो लास्ट डेस्टिनेसन आइपुगेको छ। यो चाहिँ मेगेटारको डाँडा हो। यहाँबाट पनि भ्यू चाहिँ एकदम दामी देख्छ, तर अहिले चाहिँ दिन अलिक बिग्रियो है, हल्का पानी पर्दैछ। सो यताबाट चाहिँ दार्जिलिङहरू देख्थ्यो, उता चाहिँ सिक्किमहरू देख्थ्यो, यतापट्टि चाहिँ नेपाल बोर्डरहरू देख्थ्यो है। तर अहिले चाहिँ दिन अलिक बिग्रेर यस्तो राम्रो चाहिँ देखेको छैन। सो यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन मेगेटार। सो अब चाहिँ हामी फाइनली आजको हाइकिङ तुरेर माथि हामी निकै बस्यो, कतातिर केहरू खाजा खाँदै चिया खाँदै हो। फाइनली अहिले हाम्रो गाउँ आइपुग्यो। यो चाहिँ हाम्रो गाउँ हो। हाम्रो गाउँबाट पनि भ्युजहरू चाहिँ दामी देख्छ हो, सिक्किम दार्जिलिङको डाँडाहरू सबै देख्छ हो। यो चाहिँ यतिको समयमा चाहिँ हामी मेरो गाउँ नौर आइपुगेको छ। सो के आजको ब्लग हामी यतिमै एन्ड गर्छौँ। यसरी नै हेर्दै गर्नुहोस् होला, लाइक गर्नुहोस् होला, सब्सक्राइब गर्नुहोस् होला, कमेन्ट गर्नुहोस् होला। फेरि अर्को ब्लगमा भेट्ने बाचा गर्दै आजको लागि बिदा पाऊ। नमस्ते। यहाँ हाम्रो साथीहरूले चाहिँ अलिक एनर्जी ड्रिङ्क लगाउँदैछ हो। एनर्जी ड्रिङ्क हो यो चाहिँ। अब हिँड्नु साह्रो पर्छ नि त, बुढो भयो कि। अब दुईजना चाहिँ मोटापाको गफ गर्दैछ। सक्छ